गुडघाहरू कहाँ फाल्यो भाइ? गुडघाहरू कहाँ फाल्नु भयो? त्यो फाल्ने ठाउँ हो त? त्यो फाल्ने ठाउँ हो त? हजुर के भन्नु? डस्टबिन चाहिँ तपाईँको पकेट छ नि त, आफ्नो पकेटपट्टि डस्टबिन हो नि त भाइ। टिप्नु सक्नु भाइ, हुँदैन त्यस्तो। उहाँले फाले हो र तपाईँले फाल्नु भएको? नफाल्नु है भाइ, अबदेखि बाहिर फाल्नु हुँदैन भनेर सिकाउनु पर्छ। डस्टबिन छैन भन्नुहुन्छ क्या? डस्टबिन त खल्ती छ नि त, 5 6वटा, एउटा खल्ती, 2टा खल्ती, 3टा 4वटा खल्ती छ। खल्तीमा हाल्नु नि त। नेपाल सरकार आउँदैन नि भाइ, घर घरमा फोहोर गर्ने। तपाईँ घर आउँछ दैलो नेपाल सरकार आउँदैन क्या? नेपाल सरकार घर घरमा आउँदैन, बुझ्नुभयो भाइ? आउँदैन। आफ्नो खल्ती आफ्नै पहिलो डस्टबिन हो। कहाँ हुन्छ? विदेशमा पनि तपाईँको के अरे मान्छेको उसमा हुँदैन नि, ठाउँ ठाउँमा हुँदैन नि डस्टबिन। जहाँ खाए त्यहीँ पुत्त फाल्ने होइन नि, त्यो त सबैलाई चेतना हुनु पऱ्यो नि भाइ, बुझ्नुभयो? हजुर होइन, राम्रो कुरा भन्यो क्या भाइ, तपाईँले नराम्रो भन्यो भने मैले फर्काउनु खोजेँ होइन। चिन्नुभयो तर फाल्नु भएन नि त भाइ, चिन्नुको ठुलो कुरा होइन नि त। ल बुवा है, नराम्रो भने होइन के, यसरी त फाल्नु भएन नि भन्नु न। कसरी नेपाल सफा हुन्छ भन्नु न? यस्तो भएपछि चिन्यो भने चिन्यो भन्छ, चिनेर के गर्नु हो? मान्छे भनेको कुरा टेर्दैन होइन। होइन फोहोर त फाल्नु भएन नि त, त्यही त है त। ल बुवा है, ल